कलिको 3700 वर्ष यताको मानव रूपीमा जन्म हुनुभएको भगवान हुनुहुन्छ। उहाँ यस तपस्या स्थल रहेको छ कुशेश्वरको महादेवको मन्दिरभन्दा तल र विश्वामित्र गुफा पारिपट्टि विश्वामित्र गुफा, यता कुशेश्वर महादेवको मन्दिरको प्राङ्गणमा तल बस्नु भएको छ स्वामी त्रिशक्ति सिद्ध बाबा। निराहार जल पनि सेवन नगरिकन तपस्या बस्नु भएको छ। स्वामी त्रिशक्ति सिद्ध बाबाको तपस्या सफल भइसकेको छ। बिहान हुस्से शीतलहर परेको थियो, त्यस्तो जाडोको समयमा पनि एउटा वस्त्र पनि जिउमा धारणा नगरिकन नाङ्गै बस्नु भएको छ। उहाँ 3700 वर्ष कलियुगको 3700 वर्षको यताको मानव रूपी देव भगवान भन्ने उहाँ हुनुहुन्छ। प्रुफ गरेर देखाइदिनु भएको छ। स्वामी त्रिशक्ति सिद्ध बाबाले प्रुफ गरेर देखाइदिनु भएको छ। सायद यो धरतीमा सायद स्वामी त्रिशक्ति सिद्ध बाबाको मात्रै हुनुहुन्छ होला चाहिँ पितृको तपस्या गर्ने, सायद अरू बिरालै होलान्। यसैमा समापन गरिसक्नु भएको छ। स्वामी त्रिशक्ति सिद्ध बाबालाई प्रणाम छ।